यसको बास्ना पनि एकदम मिठो आउँछ। तर यहाँ हेरेछ यो पिटोनिया यो मरिसकेको, यो सुकेको, अब यो सिद्धो, यो सिद्धेको पिटोनियालाई यसको यहाँबाट टक्क यसरी टिप्नुपर्छ। यहाँबाट होइन, यहाँबाट टिप्नुपर्छ। किन यो टिप्यो, यहाँ राख्यो, यो पनि टिप्दिने। हेर यो नि गयो, गएकोहरूलाई टिपिहाल्ने। छिटो छिटो यसरी टिपिदिनुपर्छ है। यो ठिकै चाहिँ आउँदैछ, टिपिदिइहाल्नुपर्छ। किनभने किन थाहा छ किन ल भने पिटोनिया, किनभने यो पिटोनियाले भन्छ ल अब म सिद्धियो भनेर नि यो फुत्त खस्छ, यो खस्छ। इक्जाम्पल है, यो खस्छ, यो फुल खसेपछि यो आउँछ। यो आउँदाखेरि यहाँनिर एउटा डल्लो हुन्छ नि, यो डल्लो आउँछ, यो डल्लो आउँछ। यो डल्लो चाहिँ ठुलो भएर आउँछ। ठुलो भएर आएपछि यसमा सुकेर सिड आउँछ। सिड आएपछि त्यहाँबाट यो सिड बन्छ। सिड बन्नेको मतलब हो अब मेरो म्याद पुरा भयो, मेरो काम सिद्धियो, म फुल नबन्ने, अब म बिउ बनेर मेरो टाइम अफ भयो भनेर भन्छ। अनि एउटा सिड बन्यो भने नि अर्को पनि सिड बन्छ, गर्दा गर्दा अनि फुल फुल्दैन, खालि सबै सिड मात्रै बन्छ, अनि कोही पनि फुल बन्दैन। त्यसकारण यो यस्तो आज यो फुल्छ, भोलि यो सुकिहाल्छ, यो तर अर्को आइहाल्छ। यसलाई टिप्यो भने नि अर्को फुल फुल्छ, यसलाई टिपेन भने यसैलाई यही सिड भएर अनि सबै सिड भएर यो मर्छ। त्यस कारण यसलाई टिप्यो भने नि यसमा फुल फुलेको हुन्छ। अनि यस्तो राम्रो हुन्छ एउटै फुलबाट। ल है।